बुढी मान्छे भेट्नु लाइभ हो फेसबुकमा गएको गइ छ मोडलले लाइभ जन्तर लाइभ मोडल त राम्रो भरि राउदिया गर्नुहुन्छ भयो माटे भयो आशीर्वाद दिनुहोस् एक बना आशीर्वाद दिनुहुन्छ भएन त्यसो भए भयो यति भएपछि जमरा जमरा खोइ दसैँ आएको चाहिँ मतलब पत्तै छैन यहाँ लगाइदिनु सबैले माथि राखिदिनु त टोपी माथि ग्यास लगाइदिनु सबै यो अग्लो भयो यता म यहाँ राखिदिन्छु आमाले पनि त्यो पनि मैले बाबुलाई टिका लगाइदिनु कान्छाको त्यस्तै आउन् ज्ञानी बुद्धिमानी सबैतिर सन्तोष हुँदै गएको अझै सन्तोष हुँदै जाओस् बुढाबुढीमा चाहिँ पक्को मर्छौँ भन्ने यस्तो पुरानै जाने प्रेम गरौँ श्रद्धा गरौँ सन्तोष मनमा सन्तोष भएर आओस् खै रुमाल खै पुस्ने रुमाल खै दुईटा चाहिन्छन् यस्ता एउटा आमालाई पुस्ने एउटा हामी पुस्ने ए माइली बुहारी ए भाइहरूलाई लानु मजाले हामीले लगाइदिनु पर्यो चिरञ्जीवी देख्न पाऊँ दुर्गा भगवती माताले सधैँ सुखी राखुन् अनि परिवारको पनि कल्याण होस् अनि लक्ष्मी भरिपूर्ण हुन् सबै सुख शान्तिको सुखको पेशो छ बाबु सबै राम्रो होस् ईश्वर भगवानले शक्ति प्रदान गरून् भगवती माताले
छोरा एउटा छोरो गए पनि चाहिँ 10वटा छोरावालाहरूको फुर्ती आओस्। फुर्ती आओस्। छ छाना पनि छ 10वटै छोरा सराबर छ। मनमा सन्तोष हुँदै जाओस्। पुस्ने आमा यहीँ पुस्ने कुरा यहाँ छ। आज त हामीले लुगा पुस्ने होइन धोएर चोखो बनाएको खानु परेको भए रातो लाउन पाइन्थेन दाइ। होइन के धोएर चोखो बनाएको त आलु पुछ के होइन बाहिर सुकाए भर्खर ल्याएको भयो त राम्रै भयो। हो गए बेला पका उता कुरा सुन्नुहुन्छ। सबै लाइभ छ त मैले सुन्छ। होइन मैले नराम्रो देखेँ बोलेर होला। संसारले हेऱ्यो छ अहिले संसारले पिजा मात्रै देखियो दाँत भएका मात्रै देख्नु। दाजु अर्को दसैँमा दाँतै राखिदिने मुवाको। दाँत राखिदिने पुरै दाँत पुग्थ्यो माग्ने बुढा। होइन औँठी लगाइदिने जन्तर मडरी मात्रै यसो लगाइदिएको त फेरि मुवाको नै लाग्नु मलाई त्यही आदेश थियो त्यही लगाइदिएँ। औँठी त लगाइदिनु रहेछ लगाइदिनु हुन्छ जन्तर तिमी यो लाइभ त्यहाँ भन्दै हुन्थ्यो यहाँ लाइभ गइरहेछ छ अरू पनि गहना भरि भर्न छ लाउन ब्याएर नसकेर म पनि देखिनु पर्यो नि। गइरहेछ उता यस्तो आज चाहिँ त्यो अरू कुनैतिर लगाइदिउँला। ल्याउनु नै ब्याएर राख्नु नै ब्याएर लाउनु नै ब्याएर भनेर ल ल ल ल ल यो आमा तपाईँ लाग्नु त हामीले पछि मैले लगाइदिन्छ। पहिला कान्छाको त धेरैतिर कान्छामा अलिक पछाडि पखामाइले हामीले पछि राम्रो आमाले लाएर सकेर ए रिता फोटो खिचेन हात समात्दिउँ। धन्न यतिको भाइ छु भन्नुहोस् न अरे भाइ भन्नुहुन्छ धन्न यो झाडु भयो भात छैन यो हात ल ल भयो मुवा भयो। हात तल गएन माथि नभएको के हात दुख्छ ल लगाइदिनु ल ल मैले पछाडि सारेर लाउने अरू सबै लाउँछ। जमरा लगाइदिनु। कान्छा त कति पाउँछ नि यहाँ यहाँ कानमा राखिदिनुहोस् कानमा मुवा यही भयो नि हुन्छ टाउको। टाउकोमा राखिदिनु त माथि भाइ त धेरै हात आलिक लाउनु टाउको देख्नु भएको छ ए चन्द्रा ल कान्छा अलिक पछाडि ढाका टोपी लगाइदिनु पर्दैन। अझै 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 पछि अझै पछि ढाकाको टोपी लाउनु पर्छ। अन्त धेरै आशीर्वाद पाउँछ नि ल ल अब बुहारीले लगाइदिउँ भाइहरूले लगाइदिउँ। दुर्गा भगवती माताले सधैँ सुखी राखुन् बाबु। धाम सुरेशुदे बलम हारदरे सत्यं च कुन्ति सुते विज्ञानं विदुरे भवति भवतां ल अस्ट्रेलिया क्यानाडा संसारको सबै घुम्नुको अवसर आउँछ। 2035 सिधै सिधै पोस्टमा प्रमोसन भएको देख्न पाऊँ दुर्गा भगवती माताले शक्ति प्रदान गर्नु। अब सबै देशहरू घुम्ने अवसर मिलोस् सबैभन्दा सुखी सारा गाडी छ अहिले अहिले चाहिँ टोरेमा आउँछ। अर्को साल कारमा आउनु छन् जमरा। ल दुर्गा भगवती माताले सधैँ सुखी राखुन् बाबु। छोरा बुहारीले पैसा पठाइदिन्छ। अब नमस्कार। बस्नु है एकछिन त्यति बस्नु है लाइसेन्स छैन गाडी चलाउने प्रदीप दाइ गाडी चलाउनु पठाइदिन्छु लाइसेन्स छैन त्यसै गाडी चलाउने तोरो लाइसेन्स जाओ त कति लाइसेन्स है कहाँ जाब हुने हो कति गाह्रो छैन गाडी किन्नुभन्दा लाइसेन्स लिने गाह्रो छ। हामीलाई 32,000 ल्याउनु फर्म भरौँ भनेको थियो माथि 32,000 मा गाडीको मैले मोटरसाइकलको गाडीको यो जम्मा 30,000 मा बनाएको। अहिले गाह्रो छ। भन्यो अस्ति हामीले सिक्दा 32,000 ल्याउनु भन्थ्यो तिमी नै बस्नु दिदी नातिहरूको पालो कहिले आउँछ अब आउँछ नि त आमाहरू लगाउँ कान्छ अनि छोराहरू। पहिला छोरा छोरी ल्याएर छोरा लाउँथ्यो अनि दाइहरू हामी लाउँथ्यो लाइभ आइरहेछ होइन दुईटा खानु केही हुन्थेन ओके भइहाल्छ दुईटा खानु दिदी लानु आमालाई ल क्या ल हुन्छ क्या दिइहाल्नु नि दाजु अनि दिदीको टेन्सन साफ हुन्छ। पाडी देखिस् तैँले मोटी देखिदिस् किनी भाइ क्या भयो किनी भाइ यहाँ खामै खान्छ नि त लगाइदिनु नि त एकखेप पल्ल पऱ्यो ओहो छुट्टै सिक्दैछ। ए सरु जाऊ जाने